हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ म ससुराली जाँदैछु है, धेरै दिनको बादमा। अनि तपाईँहरूलाई म देखाउनेछु। सो है, हेर्दै गर्नुहोस् होला। अहिले चाहिँ अलिक यता आइपुगिसक्यो है, अनि यता हेर। सो अहिले चाहिँ जाँदैछु है। आज चाहिँ दिन चाहिँ एकदम धुमिएको छ, पानी परिरहेको थियो है अघिसम्म। अहिले चाहिँ हामी सपिङ पनि सक्यो है, सपिङ पनि गरिसक्यो। सो घर साह्रै मजाको बनाएछ। अहिले चाहिँ वडा आइपुगिसक्यो है। आज दिन चाहिँ एकदम धुम्मिरहेछ। आजको दिन रहेको छ त्यही त, आज एकदम धुम्मिरहेछ दिन। चिसो झन् धुम्मिँदै जानुहोस् है। अहिले त वडा यता आइपुगिसक्यो। के भने अन्त काम गऱ्यो भने चाहिँ इन्ट्रेस्टेड छ हामीले लेख्नु चाहिँ। अन्त भिडियोमा त्यो भिडियो अहिले भने चाहिँ हामी गुम्बाको अलिक यता आइपुगिसक्यो है। त्यहाँदेखि चाहिँ यहाँबाट चाहिँ घर जानुपर्छ है। 1 किलोमिटर जस्तो भएको छ, टाढो छ। छिटो छिटो हाल्यो त। अनि यो चाहिँ हाम्रो तामाङ गुम्बा, टासीझिलिङ गुम्बा है। नयाँ कन्स्ट्रक्सन हुँदैछ है। अनि इँटाहरू पनि तल आइसकेको छ। सो यो चाहिँ छोड्दिन भने चाहिँ हामी छोड्देउन पनि आइपुगिसक्यो है। अनि तपाईँहरूलाई म अगाडिको फ्रन्टबाट देखाउनेछु। सो अनि अहिले चाहिँ दिन अलिक खोलेर यहाँ छोड्दैन घुम्न आएको है। एकदम भिडियो गर्दैछ उनीहरू पनि भिडियो गर्दैछ। यो फ्रन्टबाट हो, यो चाहिँ फ्रन्टबाट दिन्छु है। अनि सब तपाईँहरू पनि आउनु सक्नुहुन्छ है। यो चाहिँ पिथामचिन तामाङ गुम्बा अनि टासीझिलिङ गुम्बा पनि भनिन्छ है। अनि सो तपाईँहरू आउनुहोस् होला। सो म अहिले बोक्छु नि। सो हेर्दै गर्नुहोस् होला तपाईँहरू, अनि इन्जोय गरिदिनुहोस् होला। बोक्नु रिसाइरहेको छ। म चाहिँ एकछिनबाट बोकिदिन्छु, एकछिनबाट बोक्छु। के हुन्छ अहिले बोक्छु म। यहाँ दिन कति चिसो छ हेर न। त दिन चाहिँ यस्तो भए पनि एकदम दामी देख्छ हेर्नुहोस्। बाटो चाहिँ धन्न राम्रो छ र मात्रै नि। दुईजना चाहिँ खै बेक पक्नु त। भिडियो बनायो हिँड्यो हो। मलाई पनि कस्तो पाराले दिएको हो यस डल्लै। यसो अब बोक्ने चाहिँ मेरो है। ससुराली घर गएको, गाउँ त के अब गाउँकै हो सबै। अब ससुराली घर गएको आज यहाँ चाहिँ यस्तो छ जुन चाहिँ घर आइपुग्नु आँट्यो है हामी। अनि हिँड्दा रातै पर्नु लाग्यो है। अनि अगाडि यहाँ एउटा कुकुर पनि रहेछ, डग रहेछ है। अनि आइज म पनि यस्तो कुकुर चाहिँ पाल्नु साह्रो अट्छु। सेतो चाहिँ क्या अर्काको दिएको हात पाल्थेँ नि म। हाम्रो मेरो ससुराली घर जाने बाटो चाहिँ यस्तो छ है।
सो आइज बच्चा आइज आइज आजको दिन चाहिँ जाडो भएर होला एकदम सास फेर्नु पनि साह्रो परेको जस्तो भइरहेछ है यहाँ हेरेर धेरै दिनको बादमा घर जानु पाउँदा कस्तो लागिरहेछ मलाई एकदम खुसी लागिरहेछ धेरै दिन भन्दा पनि कति भयो 2 महिना 3 महिना जस्तो भयो है अनि म चाहिँ एकदम एक्साइटेड है खुसी भइरहेछ हामी चाहिँ अहिले हिँडिरहेको छौँ बाटो अलिक लामो छ निकै माथि नै पर्छ सो अहिले भने चाहिँ हामी घरको तल्लोपट्टि आइपुगिसक्यो अनि एकदमै पानी परेको कारणले लुगाहरू पनि भिज्यो हेर्दै गर्नुहोस् है त गाइड्सहरू है गाइड्स सो गाइस अहिले चाहिँ घर पनि आएर बसिरहेको छ हामी है मोमोको लागि रेडी गर्दैछ अब चाहिँ हामी मोमो बनाएर खाने है चिकन मोमो बनाएर खाने यहाँ चाहिँ मोमोको लागि अहिले चाहिँ एकदम रेडी हुँदैछ के काटेको बहिनी दाजु मैले नि धनिया काटेको धनिया काट्दै रहेछ दाजु यहाँ बाहिर आज र जनता छ हो छन् के पकाएको म यहाँ अलिक बिजी भइरहेको छु के बनाएको यो चाहिँ सुप बनाउनुमै यो बिजी चाहिँ मोमोको लागि सुप परे ल दादा राम हेलो गाइस अहिले चाहिँ है अनि पकाएर पनि बसिरहेको छ है अनि सो आजको लागि चाहिँ भिडियो मेरो यतिमै अन्त गर्न चाहन्छु है अनि तपाईँहरूलाई नेक्स्ट भिडियो छिटै लिने कोसिस गर्छु सो तपाईँहरू सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनुहोस् होला अनि सो नेक्स्ट ब्लगमा भेट्छु सो बाई बाई